हेलो हजुर लोगे त एकैछिन बस मिला एङ्गल अब लामो स्ट्यान्ड छ लामो स्ट्यान्डसम्म पनि ल्याउँछ नि कि अरू लिएर आउनु पर्दैन रुखमा मान्छे हो नि त्यसैलाई केटीको सँगसँगै बढाउनु पर्छ हामीले ओके ओके भिडियो काट्नु पर्यो नि त किन गऱ्यो अन्त त्यो सबै मर्दैन नि त्यो माथि गएर मिक्स गर्दा हुन्छ त मिक्स नै गर्ने हो नि त्यो प्लास्टिक बनाउँछ सफा पानी कि सफा न मैला सफा गर्ने हुन्छ 5 स्टार हुन्छ जानु नि देख्दै छ नि यहाँबाट यहाँबाट जानु क्या शीतल भयो है उयो हेर्नु त यो चाहिँ चिकन विङ्स चिकन लेग पिस यो निकाल्नु चाहिँ पाउँछ यो सबै खोलामा मजा आउँछ यस्तो खानु तर अलिक मेहनत गर्नुपर्छ अब कति जस्तो हुँदैन यो लेग पिस चाहिँ म खान्छु ल प्रणयको भन्दै थिएँ त्यो म त विङ्स मन गर्दैन होइन ओके प्रणयले तपाईँ साथी भयो आफूलाई त्यो कन्फर्माइज गर्नुहोस् तिनीहरू निकाल्नु पर्दैन नि डरेर सब गइहाल्छ नि टमाटर निकाल्नु नि सफा गर्नु कहाँ सक्छु र यस्तो चिसो रहेछ नि यहाँदेखि उयो गरेर ड्राइभर गरेर उता होइन फर्केर आउनु त अहिले चिसो रहेछ कि नआदेखि म खेल्थेँ कि सुन्नु त मेरो अकाउन्टको पैसा सबै दिन्छु एक ड्राइभर चाहिँ गर्न आउनु त मोरे सन्ति याद छैन हो उयो कर्णाले छुरीमा लिएर माग्नु नि पाउँछ आशा छ त छुरी कहाँ छ उसकोमा त्यस्तो आउने प्लान्टहरूको छुरीहरू लिएर आउनु होइन खास लिनेवाला थिएँ कि मैले डिसिसन हामीलाई भन्दा हुन्थ्यो धनियाँहरू लिएर आउँथ्यो प्लान भन्ने हुँदैन अनप्लान तपाईँहरूसँग हो प्लान गरी बस्यो भने सक्सेस हुँदैन कहिले पनि त्यसो हो अन्त खास त यसमा फिटेको राम्रो होइन होइन त्यो प्लास्टिकमै फिट्ने हो नि प्लास्टिकमा त मजाले फिट्छ नि अब कसो गर्नुपर्छ भन्दाखेरि यो नि हाल्नु नि ल त्यसो त मासु यहाँ राख्नु प्लेटमा राख्नु न कट लाउनु पऱ्यो अब हाम्रो चाहिँ हाँसा छ त्यो पनि अघि सफा गरेर आएको माथि उयो गऱ्यो भने त फेरि हुन्छ हुन्छ कसले किन्नु गयो
लेग पिस म खान्छ भने या केही म जान्छ भने चाहिँ लेग पिस लिनु पर्दैन खरमसले भन्दाखेरि रणले लेग पिस लिएर आउनु भनेर म पनि लेग पिस खान्छु त अरू बेला उयो माछा माग्नु जान्छु ल माग्नु त माछा माग्दिनु नि म त सक्दिनँ चिन्ता रहेछ को हो मङ्गन के निमा म्याम दिदीको एउटा माछा दिनु पर्छ अब चाहिँ हामीले म्यारिनेट गर्नेवाला छु सबै हाल्नुहोस् न म एकछिन तर कडा रहेछ त हौ हात काट्यो भने चाहिँ ल्याउ जान्छु अर्काको छोरीको हात काट्दा के हुन्छ हस्पिटल एडमिट हुन्छ है फेरि ग्लुकोज र ब्रेड बोकेर हिँड्नु जानु पऱ्यो नि हस्पिटलमा नुन कहाँ ल्याउनु नुनु उताबाट खास उयो अङ्कितहरू थिएछ नि याद थिएन त अब हामीले उहाँ छ नु लेमन 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 अहिले मलाई खानु हुँदैन नि तपाईँ खानु हुन्छ हामी चाहिँ नखानु अन्त अब साथी बिमार छ भनेर याद हुँदै हुँदै सबै लगाइदिउँ कि बेसी भयो बेसी हुन्छ पिरो हुन्छ मलाई अलरेडी हाम्रो आचार पनि छ होइन अनि के हो यो चिकन नुन हाल्नुहोस् त म नुन चाहिँ चितो नहाल्नु न ठिकैको है अचारमा लगाएर भन्नु नि लगाइदिन्छ तर डर्नु चाहिँ डर्दैन होइन भयो होइन कि लगाउँछ नि एकछिन लगाउनु बेसी लगाउनु गरे तेल चाहिन्छ नि के गर्नु हामी यो लगेर गएर उपाले टेक्निक पाउँ हुन्छ बेसी तेल भयो भने त उयो हुँदैन नि त होइन मिठो हुँदैन सबै सब पाउनुहोस् त सबै मासुमा चाहिँ अब मसला त खानु परेन नि यस्तो हात चाहिँ केले धुनु मेरो पनि पिरो हुन्छ नि त्यतिकै चाट्नु पऱ्यो चाटेरै सफा गरिदिनुहोस् यसको चाहिँ यहाँ पुरा नुन हालिदिउँ होइन खोर्सानी र नुन हालिदिउँ हुँदैन न प्रणय गर्नु यो नगर्नु बिचारा भिडियोमा हेर्छ त रमेशले हेर्नुहोस् नुन अलिक हाल्नु न ल बिचारा खाएको राम्रो खाओस् मेरो प्रणय झले मात्र खान्छु तर यस्तो बदमास गर्छ यादै छैन उसले लेग पिस खाने ला है प्रणय तेरो लागि लेग पिस प्रणेश्वरको लेग पिस स्पेसल बनाउँदैछ यहाँ बुढी पोले नभन्नुहोस् है भरे हिमा म्याम म होइन है हेर्नु है मेरो हात यस्तो भएको छ हाम्रो चिकन
मान्छे हाल्यो मान्छेमा हालिदिन्छु मान्छे आलु म त यता देखाउँछु कि भनेको नि दिनेश सरको आलु त आगो बल्नु थाल्यो दिनेश सर आलु त यार आलु आगो बल्नु थालिसक्यो पाक्नु त होइन यो त ओ सबै उयो के चाहिँ आगो नहाल्नुहोस् ल निकालेको अब मैले भनेको आलु चाहिँ अलिकति नि सर यो एसभित्र हालिदिउँ न हेर्नुहोस् त तपाईँको लागि बनाएको त आगो बल्यो दामी हुन्छ यस्तो दिनेश सर यो आलुलाई चाहिँ नि एसको भित्र हाल्नुहोस् त यो म त टेन्सन पर्यो आजको रिल्सले गर्दा के बनाउँ सबै रेडी छ एक्टर सबै टेन्सन पर्यो सर यहाँ नजिकबाट टाढाबाट